साथीहरू नमस्कार। 2082 सालको समसामयिक जानकारीमा यहाँहरू सबैजनालाई हार्दिक स्वागत छ। निकै महत्त्वपूर्ण भिडियो सामग्री रहेको छ साथीहरू। यो चाहिँ राजेन्द्र रावतलाई म फुल क्रेडिट दिन चाहन्छु। यस्तो एकदमै महत्त्वपूर्ण नोट यहाँहरूलाई उपलब्ध गराउनु भएको छ। यसमा चाहिँ तपाईले 2082 सालको समसामयिक सबै प्राप्त गर्न सक्नुहुन्छ है। भिडियोलाई अन्त्यसम्म हेर्नुभयो भने यसबाट तपाईलाई 10 पूर्णाङ्क सोध्छ। अब आउँदै गरेका इक्जामहरुमा हैन, प्रदेशका संघका इक्जामहरु रहेका छन् हैन, प्रदेशका चौथो पाँचौं संघको हैन, अफिसर नासु खरिदारी सबैमा अति महत्त्वपूर्ण हुन्छ साथीहरु है। हेरौं है त। अब यसमा पहिलो समसामयिक निकै महत्त्वपूर्ण रहेको छ। नेपालका 5 प्रदेश र 68 जिल्ला साक्षर घोषणा भनेको छ। यसमा चाहिँ साक्षर प्रदेश घोषणा 5 वटा, जसमा पहिलो साक्षर प्रदेश बागमती 2078 असोज 11 गते, दोस्रो साक्षर हुने प्रदेश गण्डकी 2078 असोज 24 गते, त्यसै गरेर तेस्रो साक्षर हुने प्रदेश कोशी 2079 भदौ 23 गते र पाँचौं साक्षर हुने प्रदेश चाहिँ लुम्बिनी 2082 पुस 13 गते। अब यो लुम्बिनी चौथो पाँचौंमा फ्याट्टै सोधिदिन पनि सक्छ, वा अन्य प्रदेशमा यो कोशी प्रदेशमा पनि सोधिदिन सक्छ है साथीहरु। ख्याल गर्नु होला, यो लुम्बिनी प्रदेशको कोशीमा सोध्दैन भन्ने होइन, यो कुरा सोधिदिन सक्छ। समसामयिक छ र बागमती तयारी गर्दा बागमतीको गर्नु पर्यो हैन त। र यसको तपाईले बागमतीको वा गण्डकीको वा कोशी सुदूरपश्चिम लुम्बिनी जुनसुकै प्रदेशको डेली अनलाइन एक्जाम वा क्लासमा लाइभ क्लासमा सहभागी हुन चाहनुहुन्छ भने यो स्क्रिनमा देखाइएको भाइबर नम्बरमा भाइबर मेसेज गर्न सक्नुहुन्छ। त्यसै गरेर हेर्नुस् त, हालसम्म साक्षर घोषित हुने 68 वटा जिल्लाहरू है। 68औं साक्षर जिल्ला कुन हो त? कालीकोट विक्रम सम्वत 2082 असोज 9 गते। त्यसै गरेर 67औं साक्षर जिल्ला हुम्ला विक्रम सम्वत 2082 जेठ 9 गते। 66औं साक्षर जिल्ला हुम्ला विक्रम सम्वत 2081 मङ्सिर 12 गते। 65औं साक्षर जिल्ला मुगु विक्रम सम्वत 2081 असोज 7 गते। त्यसै गरेर 64औं साक्षर जिल्ला कपिलवस्तु 2080 असोज 31 गते। यतिसम्म थाहा पाए हुन्छ हैन। तपाईलाई यहाँसम्म चाहिँ यी थाहा पाउनुलाई कहिले क्रम मिलाउन भन्छ। 5 वटा चाहिँ थाहा पाउनु पर्यो, पछिल्ला 5 वटा। 63औं साक्षर जिल्ला चाहिँ डोटियो 2080 जेठ 23 गते र 62औं साक्षर जिल्ला चाहिँ कञ्चनपुर हो 2079 भदौ 23 गते है त। त्यसै गरेर अरु हेर्नुस् त, यसमा अब सोध्ने भनेको तपाईलाई के सोध्छ त, यसबाट जोडेर समसामयिक त समसामयिकै हो, त्यसमा पनि तपाईलाई यहाँ जोडेर सोधिदिन्छ है, जोडेर सोधिदिन्छ। सो ख्याल गर्नु होला। यसमा चाहिँ पहिलो साक्षर जिल्ला सिन्धुपाल्चोक 2071 असार 2 गते। पहिलो पूर्ण साक्षर जिल्ला कुन हो त? ललितपुर 2071 असार 9 गते। पहिलो साक्षर नगरपालिका तानसेन विक्रम सम्वत 2070 मङ्सिर 26 गते। र हालसम्म कुनै पनि जिल्ला साक्षर नभएको प्रदेश मधेस प्रदेश हो है त। अहिले चाहिँ यो अहिलेका महावीर पुन शिक्षा मन्त्रीले चाहिँ अब अभियान चलाएर सबैलाई साक्षर गराउने भनिरहन् नि हैन त। अब नेपालमा साक्षर अभियान चाहिँ निरक्षरता उन्मूलन वर्ष कहिले त? आर्थिक वर्ष 2071-72 लाई मनाइयो। साक्षर अभियानको सुरुवात आर्थिक वर्ष 2065-66 देखि भएको नीति तथा कार्यक्रममा चाहिँ 2 वर्षभित्र साक्षर नेपाल घोषणा गर्ने लक्ष्य थियो। तर के गर्नु, अहिलेसम्म अब मधेसका एउटै भएको छैन है। एउटै जिल्ला पनि मधेस प्रदेशको साक्षर जिल्ला घोषणा हुन सकेको छैन। सबै जिल्ला साक्षर नभइकन प्रदेश साक्षर हुँदैन, प्रदेश साक्षर नभइकन नेपाल साक्षर हुँदैन है। कुनै जिल्ला साक्षर हुन आवश्यक साक्षरता दर कति हो यो पनि सोधिराख्ने प्रश्न हो। 15 देखि 60 वर्ष उमेर समूहका चाहिँ 95% भन्दा बढी नागरिक साक्षर हुनुपर्छ। कुनै जिल्ला साक्षर हुन पुरा गर्नुपर्ने सूचक चाहिँ 12 वटा, व्यक्तिको लागि 6 वटा सूचक रहेका छन् है त। यो तपाईलाई सूचक सोध्दैन, सोध्ने भनेको तपाईलाई यहाँ भएकै कुराहरू नै हो है त। गोरखापत्र अब 46 भाषामा प्रकाशन हुन्छ, यो पनि अति महत्त्वपूर्ण है। प्रकाशन सुरु मिति 2082 मङ्सिर 16 गतेबाट। 46औं भाषा कुन हो त? कुलुङ। 45औं भाषा बाम्बुले राई 2081 पौष 11 गतेबाट। र 44औं चाहिँ राणा थारू 2081 कार्तिक 4 गते। कहिले क्रम मिलाउन सोध्छ, मिनिमम 3 वटा चाहिँ पछिल्ला थाहा पाउनुपर्छ है त। त्यसपछि हेर्नुस् त, यो गोरखापत्र 2064 असोज 1 देखि बहुभाषामा प्रकाशन हुन थालेको। सुरुमा 6 वटा भाषाबाट सुरुवात गरिएको। पहिलो चरणमा समावेश गरिएका 6 वटा भाषा तामाङ, मैथिली, लिम्बू, गुरुङ, राई, नेपाल हैन, नेवार भाषा
रहेका छन्। पछि थपिएका 40 वटा भाषा तपाईँले यहाँ हेर्न सक्नुहुन्छ, उर्दू, थारू, भोजपुरी हैन, यिनीहरू रहेका छन्। यो चाहिँ तपाईँले उता पढिसक्नु भएको छ नि भाषा तथा धर्म संस्कृति अन्तर्गत। अहिले चाहिँ यहाँ विशेष गरेर समसामयिकलाई नै हेरौँ है त। दोहोरो करमुक्त सम्झौता डबल ट्याक्स अभोइडेन्स एग्रिमेन्ट DTAA, यो सम्झौता सम्बन्धी हेरौँ। दोहोरो करमुक्त सम्झौता भएको पहिलो देश कुन हो त? भारत, 19 जनवरी 1987 मा। यो पनि महत्त्वपूर्ण छ। त्यसपछि दोहोरो करमुक्त सम्झौता भएको अन्तिम देश पछिल्लो कुन हो त? बङ्गलादेश, सन् 2015 जनवरी 29 मा है। बिप्पा र DTAA दुवै सम्झौता भएको देश चाहिँ भारत हो। दोहोरो करमुक्ति सम्झौता खारेज भएको पहिलो देश मौरिसस हो है। सम्झौता रद्द वा खारेज कहिले भयो त मौरिससको भन्दा? सन् 2025 अक्टोबर 29 मा। यो चाहिँ तपाईँलाई समसामयिक हो है त। अब यही समसामयिकले यहाँ पनि सोधिदिन सक्छ, सोध्न मिल्दैन भन्ने हुँदैन। 2082 कार्तिक 12 गते खारेजी भएको सूचनाको जानकारी मौरिससलाई पठाइएको चाहिँ 2082 मङ्सिर 24 गते है। यी दुईवटै डेटलाई तपाईँले ख्याल गर्नु होला। 2025 डिसेम्बर 10 मा लागू हुने मिति चाहिँ 2083 साउन 1 गतेदेखि हो। सम्झौतामा उल्लेखित समाप्ति प्रावधान अनुसार निर्धारित गरिएको सम्झौता भएको मिति 1979 अगस्त 3 मा। मौरिसससँगको दोहोरो करमुक्ति सम्झौता खारेज भएपछि अब नेपालसँग यस्तो सम्झौता भएको देश कति छन् भन्दा 10 वटा रहेका छन्। दोहोरो करमुक्ति सम्झौता भएका देशहरू 10 वटा कुन कुन हुन् त? भारत, जुन सन् 1987 जनवरी 19 मा यो पहिलो भयो है। त्यसै गरेर सन्दा पछिल्लो अरू चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। पछिल्लो चाहिँ बङ्गलादेश, 2015 जनवरी 29 है त। ओके, नेक्स्टमा जाउँ त। के हो त दोहोरो करमुक्ति सम्झौता भनेर बुझ्न चाहनुहुन्छ भने दुई देशबीच व्यापार, प्रविधि हस्तान्तरण वा पुँजी लगानीका कारण एउटै व्यक्तिले एउटै आयमा दुवै देशमा कर लाग्ने अवस्था आउन सक्छ। त्यस्तो अवस्था दोहोरो करबाट मुक्त बचाउनको लागि चाहिँ यो गरिन्छ है त, दोहोरो करमुक्ति सम्झौता गरिन्छ। अब DNA संरचना पत्ता लगाउने जेम्स वाटसनको निधन हेर्नुहोस् त, कति महत्त्वपूर्ण समसामयिक छ। अब यो सोध्दैन त, 100% एउटा न एउटा इक्जाममा सोध्छ है यो। यसमा पुरा नाम के हो त उनको भन्छ? जेम्स ड्युवे वाटसन, जेम्स ड्युवे वाटसन हैन। जन्म 6 अप्रिल 1928 मा सिकागो, अमेरिकामा। निधन 6 नोभेम्बर 2025 मा है। 6 अप्रिलमा जन्मेछन्, 6 नोभेम्बरमा मरेछन्। न्युयोर्क, अमेरिकामा 97 वर्षको उमेरमा उनको मृत्यु भएछ। प्रमुख योगदान चाहिँ फ्रान्सिस क्रिकसँग मिलेर 1953 मा चाहिँ DNA को डबल हेलिक्स संरचना उनले पत्ता लगाएका रहेछन्। पुरस्कार चाहिँ 1962 मा नोबेल पुरस्कार नै प्राप्त गरेका हुन् है त। फिजियोलोजी और मेडिसिनमा चाहिँ उनले यो नोबेल पुरस्कार है, नोबेल शान्ति नै नोबेल पुरस्कार प्राप्त गरेका थिए। युनेस्को रचनात्मक सहर है, युनेस्को क्रिएटिभ सिटीमा नेपालका 2वटा सहर परेछन्। अब यो पनि सोध्छ, निकै महत्त्वपूर्ण छ। युनेस्को सङ्गीतको संरचनात्मक सहरको रूपमा सूचीकृत हुने ललितपुर महानगर सन् 2025 अक्टोबर 31 मा। युनेस्को फिल्मको रचनात्मक सहरको रूपमा सूचीकृत हुने काठमाडौँ महानगर सन् 2023 नोभेम्बर 31 मा है त। नोट, यसअघिका विश्व कला परिषदले ललितपुर महानगरलाई चाहिँ 35औं कला नगरीको रूपमा पनि सूचित गरेको छ है 2018 मा। यो पनि महत्त्वपूर्ण छ। अब यहाँ समसामयिक भनेको त्यही हो है। हामीले विशेष गरेर समसामयिक हेरिरहेछौँ है। विविध सूचकाङ्कमा नेपाल, अब हेर्नुहोस् त यो कति महत्त्वपूर्ण रहेको छ। यहाँबाट तपाईँलाई गत वर्ष गण्डकी चौथोमा तपाईँको 2वटा क्वेसन यही सूचकाङ्क यतिबाट 2टा क्वेसन सोधेको थियो भनेपछि अहिले एउटा त सोध्छ हैन, कहिले 2टै सोधिदिन सक्छ। वा गण्डकीमा नसोधे कोशी चौथोमा सोध्न सक्छ है, कोशी 5औँमा है। मैले भनिहालेँ कोशी चौथो वा 5औँको अनलाइन इक्जाम वा अनलाइन क्लासको लागि चाहिँ सम्पर्क गर्नुहोला। एकदमै प्रभावकारी डेली अनलाइन क्लास तथा अनलाइन इक्जाम मात्रै लिन्छु भन्दा पनि तपाईँले पाउनुहुन्छ। गण्डकी चौथो र 5औँको लागि वा कोशी चौथो र 5औँ 2वटैको रहेको छ है त साथीहरू।
अब यसमा यो स्क्रिनमा देखाएको भाइबर नम्बरमा भाइबर मेसेज गर्न सक्नुहुन्छ। ग्लोबल पिस है वा शान्ति इन्डेक्स, ग्लोबल पिस इन्डेक्स 2025 मा नेपाल कतिौँमा छ? 76औँमा छ है। हेनली पासपोर्ट इन्डेक्स 2025 मा 101औँमा छ। यो पनि अति महत्त्वपूर्ण छ। अब मानव विकास सूचकाङ्क त कतै न कतै सोच्छ 145औँ स्थानमा यसले अङ्क 0.622 प्राप्त गरेको छ है। वर्ल्ड ह्याप्पिनेस, विश्व खुसी सूचकाङ्क भन्छ नि, वर्ल्ड ह्याप्पिनेस इन्डेक्स वा रिपोर्ट 2025 मा नेपाल 42औँ स्थानमा रहेको छ है। भ्रष्टाचार अवधारणा सूचकाङ्क 2024 मा नेपाल 107औँ है। सार्वजनिक चाहिँ सन् 2025 फेब्रुअरी 11 मा हो। प्रेस स्वतन्त्रता सूचकाङ्क 2025 मा नेपाल 90औँ स्थानमा रहेको छ। अति महत्त्वपूर्ण, यी चाहिँ कण्ठ एनी हाउ गरेर मात्रै इक्जाम दिन जानु होला, विथआउट इक्जाम दिन नजाँदा हुन्छ है साथीहरू। यहाँबाट सोच्छ यी सूचकाङ्कबाट। भोकमारी सूचकाङ्क 2025 मा नेपाल 72औँ स्थानमा रहेको छ है। आर्थिक स्वतन्त्रता सूचकाङ्क 2025 मा नेपाल 131औँ स्थानमा रहेको छ है। हेर्नुहोस् त, त्यसै गरेर जलवायु परिवर्तन जोखिम सूचकाङ्क 2025 मा नेपाल 96औँ स्थानमा रहेको छ। दिगो विकास सूचकाङ्क 2024 मा नेपाल 95औँ स्थानमा रहेको छ है। एकल साहसिक यात्री सोलो एडभेन्चर ट्राभल गन्तव्यको सूची 2025 मा नेपाल 7औँ स्थानमा परेको छ है। ट्राभल वेबसाइट ट्रिप एडभाइजरद्वारा प्रकाशित उत्कृष्ट 10 प्राकृतिक गन्तव्य सन् 2024 मा नेपाल फर्स्ट नम्बरमा पर्न सफल गन्तव्य काठमाडौँ रहेको छ है। नेपालको काठमाडौँ। फोर्ब्सद्वारा सन् 2025 मा प्रकाशित विश्वका अर्बपतिहरूको सूचीमा नेपालको उद्योगपति एवं राजनीतिकर्मी विनोद चौधरी 7229औँ। यिनी पनि जान्न पर्छ किनकि नेपालका ओन एन्ड ओन्ली हुन्, त्यो हुनाले 1729औँ स्थानमा रहेका छन्। यिनी राजनीतिकर्मी पनि हुन् होइन, प्रत्यक्ष नै जितेका सांसद हुन् कङ्ग्रेसबाट, सो यिनलाई खत्रै राजनीतिकर्मी पनि मान्नुपर्छ होइन त। नेक्स्टमा हेर्छौँ विविध राष्ट्रिय पुरस्कार 2082 है त। हेर्नुहोस् है, यो पनि अति महत्त्वपूर्ण रहेको छ। मदन पुरस्कार 2081 को मदन पुरस्कार चाहिँ छुदेन काबिमोको औपन्यासिक कृति उर्माल। अब यो नसोधेर सोध्छ त, यो 100% सोध्छ। अब अहिले त इक्जामै भएको छैनन् र मात्रै यो नसोधे जस्तो भयो, यो पुरानो हुन लागिसक्यो नसोधेर होइन। विविध कारणले यो के भयो, जेन्जी आन्दोलन यताउता भएर अब चाहिँ झ्याम्की झ्याम यो 5-6 ठाउँमा सोध्छ यो क्वेसन, हेर्दै जानु होला है त। अनि जगदम्बा श्री पुरस्कार 2081 प्रेमदेव गिरी, उनी सुर्खेतका प्रेमदेव गिरीलाई। पहिचान पुरस्कार 2081-82 को चाहिँ घोषणा विक्रम सम्वत 2082 मङ्सिर 12 गते। पहिचान सम्मान श्री बैरागी काइला है तिलक विक्रम नेवाङ सुब्बालाई र पुरस्कार राशि 5,02,200 रुपियाँ है। यो त यति धेरै हुने रहेछ होइन, मदन पुरस्कार बराबर भनेपछि त यो पनि थाहा पाइराख्नु पर्यो है। पहिलो पहिचान युवा सम्मान 2082 चाहिँ श्री गणेश कुमार राई है गिलु रातोस, पुरस्कार राशि 50,200 रुपियाँ। त्यसरी पहिचान पुरस्कार कोषको स्थापना कहिले भएको भनेर पनि कहिले सोध्न सक्छ, 2072 सालमा रहेछ है त, 10 वर्ष पहिला रहेछ भन्ने सम्झिने है। पद्मश्री पुरस्कार 2082 पद्मश्री साहित्य सम्मान रमा शर्मालाई। पद्मश्री गौरव पुरस्कार प्राध्यापक अभि सुवेदीलाई है। पद्मश्री साहित्यिक पुरस्कार रमेश भूषाल कृति सालबाटो र पुरस्कार राशि चाहिँ जनवरी 3 लाख रुपियाँ रहेको है त। भैरव पुरस्कार 2082 हास्य व्यङ्गी कृष्ण प्रधानलाई। पुरस्कार राशि 1,11,111 है। भैरव वाङ्मय पुरस्कार चित्र कलाकार हरिप्रसाद शर्मालाई है। भैरव प्रतिभा पुरस्कार चाहिँ विवश पोखरेललाई। अति महत्त्वपूर्ण छ। पछिल्ला पुरस्कार कसले जिते हेरौँ है त, 2025 अर्थात् 82 सालका। 74औँ मिस युनिभर्स को भयो नि त, फतिमा बोस मेक्सिको। यो पनि सोध्ने गरेकै क्वेसन हो। 72औँ विश्व सुन्दरी को भयो नि त 2025 मा, ओपल सुचाता चुवालश्री, उनी थाइल्यान्डकी। त्यसरी ग्लोबल हिरो अवार्ड 2025 कुलमानगी सिंह, यो पनि थाहा पाउनुहोस् है। अनि मिसेस नेपाल ओड 2025 रस्या पन्त बुटौलकी। त्यसै गरेर मिस युनिभर्स नेपाल 2025 को त सन्ध्या अधिकारी है। नेपाल आइडल सिजन 6 2082 को जित्ने कसले हो त, गङ्गा सोनाम सिन्धुपाल्चोकी है। मिस नेपाल ओड 2025 लुना लुइटेल
त्यसै गरेर मिस नेपाल अर्थ 2025 चाहिँ सोनी घले, त्यसै गरेर मिस युनिभर्स 2024 चाहिँ भिक्टोरिया केजर थेलभिग। त्यसै गरेर इन्टरनेसनल बुकर पुरस्कार 2025 कसले जितेको, यो पनि सोधेकै क्वेसन हो है। विजेता चाहिँ भारतीय लेखिका बानु मुस्ताक। त्यसै गरेर भोइस अफ नेपाल सिजन 6 2082 का विजेता भोइस अफ नेपाल है साथीहरू। मिस आइडल यो भयो, भोइस अफ नेपाल यो सोधेकै प्रश्न हो है। एकचोटि यो यस्तो टाइपको क्वेसन सोधेको छ। धादिङका प्रोसेस पाण्डे। त्यसै गरेर धिमाल युवा प्रतिभा पुरस्कार 2082 डाक्टर सजना धिमाल। त्यसै गरेर राष्ट्रिय खेलकुद पुरस्कार 2082 कसलाई त, आख्यान कलाकार ध्रुवचन्द्र गौतम विक्रम सम्वत 2082 वैशाखमा। देशकै उत्कृष्ट घोषित हुन सफल होमस्टे भादा कैलाली 2082 वैशाखमा है। बानेरा प्रज्ञा पुरस्कार 2081 रामकुमार पाण्डेलाई प्रदान गरिएको भन्ने कुरा थाहा पाउनु पर्यो। उत्तम शान्ति पुरस्कार 2081 जीवा लामिछानेलाई कीर्ति अत्यन्त अन्टार्कटिका है। त्यसरी फोटो पत्रकारिता अवार्ड 2025 मनोज साई र कविता थापा, यिनीहरू गोर्खापत्रका। यो अति महत्त्वपूर्ण कुरा छन् है यो नोटमा। यो यस्तो खतरा नोट हो, तपाईँले म यो हाम्रो ग्रुपमा चाहिँ सबै ग्रुपमा म राखिदिउँला। राष्ट्रिय कविता पुरस्कार 2082 को प्रथम अविनाश भट्टराई कविता झ्यालको सौन्दर्य शास्त्र। त्यसै गरेर राष्ट्रव्यापी कविता प्रतियोगिता 2081 को प्रथम हिक्मत राउत असम। त्यसै गरेर वसुन्धरा श्री पुरस्कार 2082 कवि तुलसी दिवस। मदन पुरस्कार 2081 मा वितरण गरिएको चाहिँ मोहन मैनालीको मुकाम रण मैदान है 81 मा वितरण गरिएको हो। त्यसै गरेर 81 को चाहिँ फेरि 82 मा वितरण गरिएको अघि हामीले हेर्यौँ है त। जगदम्बा श्री पुरस्कार 2080 जुन 81 मा वितरण गरिएको योगेन्द्र प्रसाद यादव है। शिलापत्र वर्षव्याप्ति 2081 रेणु दाहाल। यो त अब नर्मल यो सोध्दैन प्रायः जस्तो, त्यही पनि अब रेणु दाहाल थाहा पाइहाल्नुहुन्छ नि त होइन, प्रचण्डकी छोरी यो चितवन कि होइन। उनी वर्ल्ड इकोनोमिक फोरमेन यङ ग्लोबल लिडर 2025 का चाहिँ कामपा उपमेयर सुनिता डङ्गोल है त। काठमाडौँ महानगरपालिका कि उपमेयर छोटो रूप कामपा है। मिसेस डिबा नेपाल 2025 सङ्गीता अधिकारी है। त्यसै गरेर पद्मश्री साहित्य पुरस्कार 2081 प्रा कृष्ण गौतम उपन्यास अद्वैत्य। त्यसै गरेर साइमस ओड 2024 को चाहिँ जनस्वास्थ्य निरीक्षक रबिन थापा। त्यसै गरेर अन्तर्राष्ट्रिय स्तरको आइरिस प्रमाणपत्र प्राप्त गर्ने नेपालको पहिलो मेन पावर कम्पनी आइएमआर इन्टरनेसनल मेन पावर रिक्रुटमेन्ट है। वर्षको नायक 2082 नन्ददेवी कुँवर। त्यसै गरेर दि बैंकर्सले प्रदान गर्ने दि बैंकर्स टेक्नोलोजी अवार्ड 2025 कुन बैंकले भन्दा नोबेल बैंक। यो पनि सोध्छ है साथीहरू, ख्याल गर्नुहोस्। त्यसै गरेर न्युबिज बिजनेस वुमन समिट एन्ड अवार्ड 2025 मा लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित ज्ञानी शोभा तुलादार है। प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता 2081 नेपाल पुलिस क्लबले जितेको हो। यो पनि ख्याल गरौँ। द एचआरएम अवार्ड फर कर्पोरेट के भन्नु एक्सिलेन्स भनेर चाहिँ 2024 चाहिँ एनसेललाई प्रदान गरेको छ। त्यसै गरेर महामूर्ख उपाधि चाहिँ मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहलाई है। यो सोध्छ कि सोध्दैन, सोधेको त छैन। बुढा सुब्बा गोल्ड कप 2081 एनआरटीलाई। त्यसै गरेर मिसेस नोबेल नेपाल 2025 चाहिँ सन्ध्या लामिछानेलाई। कोशी एक्सिलेन्स अवार्ड 2081 साहित्यकार झमक घिमिरेलाई। त्यसै गरेर द मिसेस नेपाल 2024 सुजाता सुब्बा इलामकीलाई है। बैंकिङ क्षेत्रको ओस्कर अवार्ड मानिने बैंक अफ द इयर 2024 सिटिजन बैंक इन्टरनेसनललाई। त्यसै गरेर पहिचान पुरस्कार 2080-81 राजु सन्त्याल है। कविता सङ्ग्रह चाहिँ ओ पेङ दोर्जेलाई है। रमेश विगल बाङ्मय पुरस्कार 2081 कसलाई प्रदान गरिएको त, नित्यशास्त्री भैरबबहादुर थापालाई प्रदान गरिएको है। भूपी काव्य पुरस्कार 2081 साहित्यकार असफल गौतमलाई। त्यसै गरेर पद्मश्री साहित्य पुरस्कार 2081 प्राडा कृष्ण
गौतम यो हेरिसक्यौँ होइन। मिस्टर नेपाल 2024 सन्तोष लोकसम। त्यसै गरेर द मिसेस नेपाल 2024 यो 24 को साथै नसुत्ला। अब त्यसपछि अरू हेर्छौँ। सार्क साहित्य पुरस्कार 2023 चाहिँ बङ्गबन्धु शेख मुजिबुर रहमानलाई प्रदान गरिएको थियो होइन। अब चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान हेल्थ रिसर्च अवार्ड 2025बाट सम्मानित चिकित्सक चाहिँ डाक्टर रामहरि चपाई रहेका छन्। त्यसै गरेर नुम चेम्की अर्थ यो त नसोध्ला होइन, यो 24 का साथै नसोध्ला है, यो तपाईँलाई धेरै पनि लाग्ला फेरि यो छोडिदिनुहोस् है त। यो चाहिँ काबा चाहिँ सोध्न सक्छ है। काबा विथ भलिबल प्रतियोगिता 2024 नेपालले जितेको थियो। बालोन डियोर अवार्ड 2024 चाहिँ रोड्री स्पेन तथा म्यान्चेस्टर सिटीका मिडफिल्डर है, नाम मात्रै थाहा पाउँदा हुन्छ, यिनी आइटाना बोनामोटी है त। नेक्स्टमा हेर्छौँ अन्य पुरस्कारहरू तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञान प्रतिष्ठानले कुलपति राष्ट्रिय प्रवर्तन पुरस्कार 2082बाट सम्मानित कसलाई गरियो भन्दा डाक्टर वसन्त पन्तलाई। त्यसै गरेर राष्ट्रिय युवा सेवा कोषले 2082 को अरनीको युवा कला पुरस्कार कसलाई प्रदान गर्यो भन्दा सुरेम देसार। त्यसै गरेर बिजुली माया वन अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार 2082 कसलाई प्रदान गर्यो भन्दा गीतकार किरण खरेल। त्यसै गरेर विनय कुकसजु स्मृति प्रतिष्ठानले साहित्य पुरस्कार 2082 कसलाई प्रदान गर्यो भन्दा नीलकण्ठ न्यौपानेलाई। कवि सदानन्द अन्तर्राष्ट्रिय वन्जिका सेवी सम्मान 2082 कसलाई प्रदान गर्यो भन्दा विजय यादव। त्यसै गरेर व्यथित साहित्य पुरस्कार 2082 कसलाई प्रदान गरियो भन्दा डाक्टर तुलसी प्रसाद भट्टराईलाई प्रदान गरिएको हो भन्ने कुरा थाहा पाउनु पर्यो। त्यसै गरेर गोपाल प्रसाद हिमाल पुरस्कार 2082बाट सम्मानित हुने स्रष्टा को हुनुहुन्छ? कवि मन्जुल है त। त्यसै गरेर आबाल ब्रह्मचारी षड्यन्त्र प्रतिष्ठानले षड्यन्त्र साहित्य पुरस्कार 2082 चाहिँ तिलक विक्रम नेमाङलाई प्रदान गरेको छ, यो पनि थाहा पाउनु पर्यो। त्यसै गरेर विविध अन्तर्राष्ट्रिय पुरस्कारको कुरा गर्नुपर्दा साथीहरू है, बैंक अफ द इयर 2025बाट सम्मानित हुने नेपाली बैंक, यो त थाहा पाउनै पर्ने है, सिटिजन बैंक हो। सिटिजन बैंक इन्टरनेसनल लिमिटेड भनेको छ त, त्यही हो र सिटिजन बैंक भन्दै थाहा पाउने भइहाल्छ है त। अरू त्यस्तो चाहिँ अरू केही थाहा पाउनु परेन। ग्लोबल फाइनेन्स म्यागजिनको बेस्ट बैंक अवार्ड 2025बाट सम्मानित नेपाली बैंक चाहिँ ग्लोबल आइएमई बैंक हो। त्यसै गरेर तपाईँको इन्डियन चेम्बर अफ कमर्स बैंक तथा वित्तीय संस्थालाई प्रदान गर्ने दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्सबाट सम्मानित हुने नेपाली वित्तीय संस्था चाहिँ गरिमा बैंक लिमिटेड। त्यसै गरेर बेस्ट क्यासिनो इन साउथ एसिया 2025बाट सम्मानित हुने नेपालको क्यासिनो माजोङ। त्यसै गरेर युरो मनी अवार्ड फर एक्सिलेन्स 2025 को बेस्ट बैंक अवार्डबाट सम्मानित हुने नेपाली बैंक ग्लोबल आइएमई बैंक। 2025 सेप्टेम्बरमा प्रकाशित 100 एसियाली वैज्ञानिकको सूचीमा पर्न सफल 5 नेपाली वैज्ञानिक है को हुन् त? फ्रेसन प्रधान, राजु आचार्य है, रिन्जिन फुन्जोक लामा, डाक्टर शैलेन्द्र गिरी है राप्ती इन्जिनियरिङ कलेजका। त्यसै गरेर टिस्टा प्रसाद जोशी रहेका छन्। त्यसै गरेर डाक्टर अम्बेडकर अन्तर्राष्ट्रिय अवार्ड 2025बाट चाहिँ सन्तोष परियार पहिला राजसभामा थिए नि, अहिले आफै कता पार्टी खोलाहान, तिनी हुन्। सन्तोष परियार पुरस्कार राशि भारु 15 लाख रहेछ है, बाब्रे तिनले त गरेछन् है। त्यसै गरेर नेक्स्टमा हेर्छौँ है त, बुकर प्राइज 2025 पुस्तक फ्लेस, लेखक डेभिड सेले, प्रकाशन जोनाथन केबले। अरू थाहा पाउनुपर्ने त्यो नाम थाहा पाए भयो। धेरै त यहाँ कति छन् होइन। त्यसै गरेर नोबेल पुरस्कार 2025, अब यो त तपाईँले थाहा पाउनु भएको छ होला होइन। अब नोबेल शान्ति पुरस्कार एकजनालाई मारिया कोरिना है मचाडो भेनेजुएलाकी। त्यसै गरेर साहित्य लिटरेचरमा
लास्टन्जो क्रास्नाहोर्काई हङ्गेरीकी, त्यसै भौतिकशास्त्र 3 जनालाई, रसायनशास्त्रका यी 3 जनालाई यहाँ हेर्न सक्नुहुन्छ। यो याद गर्नु होला, यो समसामयिक हुँदा नि अलि पहिलाको सोध्न चाहिँ यहाँबाट फिक्स हो है। योबाट तपाईँले जेको इक्जाम दिनुहुन्छ त्यहीमा क्वेसन सोध्छ योबाट। नेक्स्टमा हेर्छौँ हामी सन्तानब्बेऔं ओस्कर अवार्ड 2025 उत्कृष्ट चलचित्र अनोरा है त, यति थाहा पाउनु पर्यो अनोरालाई। अनि उत्कृष्ट अभिनेत्री मिकी म्याडिसन, उत्कृष्ट निर्देशक है, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट अभिनेता, यी थाहा पाउनु पर्यो। मेन चाहिँ नाम थाहा पाउनु पर्यो है त। विश्व सङ्गीत जगतले सर्वाधिक प्रतिष्ठित ग्रामी अवार्डको 67औं संस्करण 2025 उत्कृष्ट गीतसहित सर्वाधिक 5 अवार्ड चुन्न सफल कलाकार चाहिँ ऱ्याप गायक केड्रिक लामार रहेका रहेछन्। यो थाहा पाउनु पर्यो। अब यहाँ कति छ हैन, है त। अब तपाईहरुले यी कुराहरू हेर्न सक्नुहुन्छ। अब टाइम्स पर्सन अफ द इयर 2025 बाट चाहिँ द आर्किटेक्ट्स अफ एआई भन्नेलाई प्रदान गरिएको छ। यो थाहा पाउनु पर्यो, एउटा महत्त्वपूर्ण। अब 600 अर्ब अमेरिकी डलर सम्पत्ति हुने एलन मस्क हुन्, यो थाहा पाउनु पर्यो, अति महत्त्वपूर्ण हैन। अब एसिसियु 19 एसिया कप 2025 विजेता पाकिस्तान, उपविजेता भारत, यो थाहा पाउनु पर्यो। मिति 2025 डिसेम्बर 12 देखि 21। त्यसै गरेर एसिसी मेन U19 प्रिमियर कप 2025 आयोजक राष्ट्र संयुक्त अरब इमिरेट्स है, विजेता UAE, सहभागी 14। त्यसैले मिति चाहिँ यो रहेको छ, यो पनि यसो हेर्नु होला। साफ महिला क्लब फुटबल च्याम्पियनशिप 2025 विजेता इस्ट बंगाल क्लब, उपविजेता एपीएफ नेपाल, आयोजक जाने काठमाडौँमा भएको, यो पनि एउटा थाहा पाउनु पर्यो। त्यसैले सहभागी टिम 5 वटा थिए, त्यो पनि भइहाल्यो। त्यसै गरेर प्रथम दृष्टिविहीन महिला T20 कप, यो एकदमै महत्त्वपूर्ण छ, विजेता भारत, उपविजेता नेपाल रहेको छ, यो पनि ख्याल गर्नु होला है। त्यसै गरेर UEFA है वुमेन भनेको महिला युरो 2025 चाहिँ विजेता इङ्ल्यान्ड, उपविजेता स्पेन, यो थाहा पाउनु पर्यो। 13औं आइसिसी महिला एक दिवसीय क्रिकेट विश्वकप 2025 विजेता भारत, उपविजेता दक्षिण अफ्रिका, संस्करण 13औं, यो पनि थाहा पाउनु पर्यो। यति कुरा सबै तपाईँले कन्फर्म गर्न गाह्रो हुन्छ, थोरै है त। फिफा अरब कप 2025 मोरक्को विजेता, आयोजक कतार, सहभागी 16, सञ्चालन मिति 2025 डिसेम्बर 1 देखि 18 सम्म, यो कुरा थाहा पाउनु पर्यो है। त्यसपछि तपाईको नेपाल प्रिमियर लिग सिजन 2, अब त यो छुटाउने कुरो भएन, यबाट फिक्स क्वेसन सोध्छ। अब चाहिँ अवधि कहिले त 2082 मङ्सिर 1 देखि 27 गतेसम्म, कुल टोली 8 वटा, खेलकुद 32 वटा है, मस्कट हिउँ, चितुवा जित नामक। अनि कसले जित्यो त विजेता भन्दा लुम्बिनी लायन्स, उपविजेता सुदूरपश्चिम रोयल्स, यति थाहा पाउँदा भइहाल्ला। यसमा छन त यहाँ धेरै छ, यो तपाईँ हेर्न सक्नुहुन्छ, मैले पहिला पनि राखिदिइसकेको छु है आई अनलाइन एकाडेमीमा। नेपाली राष्ट्रिय क्रिकेट टोली 13 पटक T20 विश्वकपमा छनौट 2025 अक्टोबर 15 मा है त। त्यसपछि अरू केही छ साथीहरू, यहाँ सरसर्ती तपाईँले हेर्नु होला, म यहाँ देखाइदिन्छु र नोट चाहिँ ग्रुपमा राखिदिन्छु। बागमती 5औं को लागि तपाईँ ग्रुप जोइन गर्नु होला, म त्यहीँ राखिदिउँला है त। ओके, फिफा वर्ष खेलाडी 2025 पुरुषतर्फ र महिलातर्फ, यति कुरा चाहिँ महत्त्वपूर्ण हुन सक्छ। ओके साथीहरू, म यहाँ सरसर्ती तपाईँलाई देखाइदिन्छु, हेर्नुहोस् है त। ओके, यो नोटको लागि चाहिँ ग्रुपमा जोइन गर्नुहोस्। यो मात्रै होइन, हामी राम्रो आफ्नै नोट पनि तपाईँहरूलाई चाहिने जति गर्छौँ। सी यू अगेन विथ नेक्स्ट भिडियो, बाइ।